प्रिफन्डिङबाट आयो, त्यसपछि पैसा आइसकेपछि चाहिँ कति त्यो पैसालाई प्रिफन्डिङबाट डेबिट गरेर आफ्नो पैसा आफ्नोमा लगेर त्यो पैसा ब्याङ्कबाट फेरि अनि एजेन्टकोमा पठाउनु पर्यो, एजेन्टले क्यास आउट गरिदिन्छ, अथवा यही प्रिफन्डिङबाट चाहिँ आउट गराएर अनि आफूबाट अर्को एकाउन्टमा जानु पर्यो। यी पार्टहरू पनि त छन् त, यी सबैमा रिकन्सिलिएसन त ट्रिगर हुन्छ। यस्ता रिकन्सिलिएसन जस्ता अरू पनि ब्याङ्किङ एज अ सर्भिस ट्रिगर हुन्छ, जसमा ट्रेजरी म्यानेजमेन्ट हुन्छ, ब्यालेन्स हेर्नेदेखि लिएर एफएक्स हेर्नेदेखि लिएर सबै हुन्छन्। अहिलेसम्म चाहिँ यी सबै कुराहरू चाहिँ ब्याङ्कभित्रै बसिरहेछ क्या र म्यानुअली भइरहेछ। वाट वी हेभ डन इज वी हेभ पुट अ सफ्टवेयर कल्ड ऱ्यापिड इन द ब्याङ्क विच विल इनेबल द ब्याङ्क टु प्रोभाइड यु द एपिआई एन्ड इन द वे द्याट यु वान्ट है। एमआइएसमा भएको डेटालाई चाहिँ तपाईँहरूलाई दिने हो उनीहरूले। एन्ड देन इट इज इजी फर यु गाइज नाउ टु रिकन्साइल, टु गेट द ब्यालेन्स, रियल टाइम ब्यालेन्स, टु सी द एफडीज, टु सी द प्रिफन्डिङ, टु कन्भर्ट द्याट इन्टु एफएक्स होइन। प्रिफन्डिङ आएकोलाई चाहिँ अब म नेपालीमा कन्भर्ट गर्न चाहन्छु, यी सबै कुराहरू अहिले म्यानुअली भइरहेछ क्या, रेकर्ड छैन कसै कहीँ पनि हो। अब यसको चाहिँ यो ट्रेस राख्नलाई पनि हामीले जुन गभर्मेन्टको जुन ट्रेलको कुरा गऱ्यो नि, त्यसमा पनि हामीले यसमा काम गरिरहेछौँ।